साथीहरु भुन्टी सिरियलको रिभ्यू भिडियोमा तपाईहरुलाई पनि स्वागत छ। तपाईहरुलाई लागेको होला कि साथीहरु भुन्टीसँग ठोकिएको मान्छे को हो भनेर चाहिँ साथीहरु भुन्टीसँग ठोकिएको मान्छे अरु कोही नभएर चाहिँ भुन्टीको बिहे हुनु अगाडि चाहिँ भुन्टीलाई माग्न आएको केटो रहेछ साथीहरु। किनभने साथीहरु त्यो मान्छे चाहिँ भुन्टीसँग ठोकिएपछि त्यो मान्छेले सबै कुराहरु भुन्टीसँग पहिला माग्न गएको कुरा, भुन्टीले आफुलाई लखेटेको कुरा सबै कुराहरु थाहा पाइसकेको हुन्छ। साथीहरु भुन्टी सिरियलमा चाहिँ ती दुई जना लडेपछि चाहिँ साथीहरु त्यो मान्छेले पनि भुन्टीले लिएर आएको तरकारीहरु सबै उठाउन मद्दत गर्छ र भुन्टी चाहिँ त्यहाँबाट चाहिँ कता देखेको जस्तो मान्छे भनेर मनमा सोचेर हिडिरहेकी हुन्छिन्। त्यतिखेर चाहिँ साथीहरु त्यो मान्छेले चाहिँ पछि जान्छ र भन्छ सोच्दै जान्छ कि साथीहरु विगतका कुराहरु आफू र आफ्नो बुवा चाहिँ भुन्टीलाई माग्न जाँदा चाहिँ यिनले लखेटेको कुरा र बिहे चाहिँ कहिल्यै गर्दैन, म गर्दिन, बुवा आमालाई छोडेर म बिहे गर्दिन भनेर भनेको कुरा र लट्ठीले लखेटेर आफुलाई आफ्नो बुवा र आफुलाई लट्ठीले लखेटेर यताउता पुर्याएको कुरा सम्झेर हिडिरहेका हुन्छन्। त्यसपछि त्यो मान्छेले चाहिँ साथीहरु भुन्टीले त्यही तरकारी खसाएका टमाटरहरु त्यही बिर्सेको कारण टमाटरहरु हातमा खसाएर हातमा समाएर हिडिरहेको हुन्छ। त्यतिखेर चाहिँ साथीहरु भुन्टीलाई बाटोमै भन्छ कि एक्सक्युज मी एकैछिन रोक्नुस्, यी तपाईको यो पर भनेर चाहिँ टमाटर दिन्छ र त्यहाँबाट जान्छन् र साथीहरु अझै पनि भुन्टीको पछि गइरहेको हुन्छ। किनभने त्यो मान्छेलाई लाग्छ कि भुन्टीले सिन्दुर हालेको देखेर त्यो मान्छे छक्क परेको हुन्छ र भन्छ मनमनै सोच्छ कि साथीहरु चाहिँ पहिला बिहे गर्दैन, आमा बुवालाई छोड्न सक्दिन भनेर हामीलाई लट्ठाले लखेट्ने मान्छेले यो कस्तो प्रकारको केटासँग बिहे गरेकी रहेछिन् त भनेर चाहिँ त्यहाँबाट हिडिरहेको हुन्छ पछि। तर पछि जाँदा चाहिँ भुन्टीले बाटो छोडिदिन्छन् साथीहरु। त्यतिखेर चाहिँ मेरो जाने ठाउँ उता हो, म त त्यतिकै आएको भनेर लौ उता जाने मान्छे यता आउनु भएको रहेछ, मलाई त उता तपाईको किताबहरु छरी स्ट्यान्ड भएर चाहिँ मलाई पैसो तिराउन भनेर पैसो तिराउने भनेर तपाईहरु मेरो पछि लाग्नु भयो होला। तर मलाई चाहिँ कति पैसो पनि छैन, यो तरकारी किन्न चाहिँ जेठानीले पठाउनु भएको हो, तर यो सबै हिसाब किताबहरु क्लियर गरेर दिनुपर्ने हुन्छ, मसँग चाहिँ पैसो छैन, यतिको लागि चाहिँ माफ गरिदिनु भन्दाखेरिमा चाहिँ तर त्यसो होइन, म त्यतिकै हो, त्यसो कुराका लागि म आएको होइन भन्दाखेरिमा चाहिँ भुन्टीले हस् भनेर त्यहाँबाट जान्छन् र त्यो मान्छे चाहिँ त्यहाँबाट सोच्छ कि साथीहरु अब योभन्दा अगाडि पछि लाग्नु पनि ठिक हुँदैन, किनभने उनका घरकाले देखे भने मलाई नराम्रो सोच्छन् भनेर भन्छन्। तर भुन्टीले पनि के भनेकी थिएन भन्दाखेरिमा तपाई चाहिँ मेरो पछि लाग्न छोडिदिनुस्, मेरो घरकाले देखे भने चाहिँ राम्रो हुँदैन, के सोच्छन् होला भन्छन् र त्यसपछि उनले पनि त्यही सोचेर त्यहाँबाट बाटो लाग्छन् साथीहरु। र साथीहरु त्यो मान्छेले सोचेको हुन्छ कि अब त्यस्तो अवस्थामा देखेकी मान्छेले कसरी बिहे गर्न सकेकी होलिन् भनेर चाहिँ रोइरहेको हुन्छ, तर मन भक्कानिएर आँसु झारिरहेको हुन्छ। तर त्यो अवस्थामा देख्दाखेरिमा मैले कस्तो अवस्थामा देखेको थिएँ, तर अहिले कस्तो अवस्थामा देखेको थिएँ भनेर ऊ मान्छे मनमा नै रोइरहेको हुन्छ। तर साथीहरु बाटो लाग्छ त्यसपछि र भुन्टी भन्ने साथीहरु आफ्नो घरमा पुगिसकेपछि चाहिँ आफ्नी दिदीलाई चाहिँ त्यो दिदीले किन्न पठाएको तरकारी सामानहरु सबै कुराहरु पैसा र तरकारी सबै कुराहरु बुझाउँछिन् र भुन्टी चाहिँ आफ्नो श्रीमानको भएको कोठातिर जाँदै गर्दा चाहिँ हैन कता हिडेको, दिन रात नभनिकन श्रीमानलाई हेरेको छ, अब अलिकति दिदीलाई सघाउनु पर्दैन भनेर चाहिँ भन्दाखेरिमा चाहिँ हेर्नुस् रे दिदी, म चाहिँ यस्तो तरकारी खानासाना पकाउन भन्दा पनि म चाहिँ उहाँलाई सेवा गर्नका लागि, उहाँको रेखदेख गर्नका लागि भनेर मात्रै आकी हुँ, नत्र भने त म यहाँ किन आउँथे र माइतका परिवारले मलाई उहीँ बस्न भनेर भनेका थिए नि भनेर भन्छन्। र साथीहरु कतिसम्मको चोथाले रहेछ नि यो भनेर चाहिँ भनिरहेकी हुन्छन्। तर त्यतिखेर चाहिँ भुन्टीले धेरै कति ठुलो स्वर गरेर भने कि सेरे दिदी तपाई अलि सानो स्वर गर्नुस्, उहाँ अहिले निदाइरहनु भएको छ भनेर भन्छन्। र त्यति भन्दै चाहिँ भुन्टी चाहिँ आफ्नो श्रीमान भएको कोठातिर लाग्छन् र साथीहरु भुवन त्यतिकैमा त्यहाँ आउँछन् र साथीहरु भुवन पनि त्यहाँ घरभित्र आउँछन् र भुवनसँग चाहिँ दुईवटा केटा लिएर आएका हुन्छन्। र भुवनसँग चाहिँ साथीहरु भूपेन्द्रलाई भेटाउनका लागि आफ्ना साथीहरुलाई लिएर आएका हुन्छन् र भुन्टी पनि त्यही रहेकी हुन्छन्। त्यतिखेर चाहिँ साथीहरु भुवनसँग आएको एउटा टोपी लागेको केटाले भन्छ कि यो उहाँ चाहिँ को हुनुहुन्छ भन्दाखेरिमा चाहिँ उहाँ भूपेन्द्रको श्रीमती हुनुहुन्छ, बहिनी हुनुहुन्छ भनेर चाहिँ उसले भुवनले भन्छन् साथीहरु। त्यतिखेर चाहिँ साथीहरु
त्यो मान्छेले हेरै गरेको हुन्छ। तर साथीहरू भुवनले भन्छ नि किन हेरेको यसरी भन्दाखेरिमा चाहिँ म चाहिँ आफ्नै बहिनी सम्झेर हेरेको नि त्यस्तै लागेर गाउँकी बहिनी जस्तै भनेर भन्छ। तर त्यो मान्छेले मनमा नै सोच्छ कि साथीहरू राम्री पनि कति राम्री रहेछ नि, अहिले चाहिँ कहाँ गइयो भनेर भन्छन्। अहिले उहाँ चाहिँ कहाँ जानुभयो, अहिले यहीँ भित्र बोलाउनुहोस् न भनेर त्यो केटाले भुवनलाई भन्दाखेरिमा चाहिँ हामी केटाहरूलाई देखेर अप्ठ्यारो लागेर बाहिर गयो होली नि, अहिले त्यहीँ बस्न दिनुहोस् न, रनिदिउँ न भनेर चाहिँ भुवनले त्यो केटालाई भन्छ। र साथीहरू त्यतिकैमा चाहिँ ती केटाहरूसहित बाहिर आउँछ र आफ्नो श्रीमती कहाँ भुवन आएर भन्छन् कि उहाँ मेरा साथीहरू पनि आएका छन्, उहाँहरूलाई खाजा गराएर खुवाउनुपर्छ, खाजा रेडी गर्दै गर है श्रेया भन्दाखेरिमा चाहिँ हस् भनेर चाहिँ श्रेयाले रिसाउँदै भनिरहेकी हुन्छन् र रिस गरिरहेकी हुन्छन्। त्यो गर्दा चाहिँ साथीहरू फेरि हामीलाई अर्को सिन देखाइन्छ कि घरमा चाहिँ साथीहरू ऊ भुन्चीसँग ठोकिएको मान्छे चाहिँ स्कुलमा गएर टोलाइरहेको हुन्छ र तल आएर बस्दा चाहिँ उसको साथी त्यही आउँछ र भन्छ कि तँलाई मैले कोठामा पनि टोलाइरहेको देख्छु, स्कुलको कोठामा पनि, तर यहाँ आएको छस् यहाँ पनि टोलाइरहेको छ, खासमा कुरा के भएको हो भनेर सोद्धा चाहिँ ऊ मान्छेले भन्छ कि मैले चाहिँ धेरै समयदेखि मन पराएको मान्छेलाई आज भेटेको थिएँ भनेर भन्छ उसलाई। र के भयो त भनेर उसले सोद्धा चाहिँ ऊ र म ठोक्यौँ, उसले तरकारी बोकेकी रहेछिन् अनि चारैतिर छरियो अनि केही बोल्न सकिनँ यार मैले भन्दाखेरिमा चाहिँ ऊ केटाले भन्छ कि केही आफ्नो मनको कुरा भनेर आफ्नो बनाउनु पर्छ नि भनेर भन्दा चाहिँ ऊ मान्छेले उनले बोकेको तरकारीहरू सबै छरियो र उनी र म मिलेर तरकारी टिप्यौँ र तर उनलाई मनको कुरा भन्दा त हुन्थ्यो नि, तर उनी त अर्कैकी भइसकेकी रहेछिन् भनेर चाहिँ रुइरहेको हुन्छ। र त्यतिखेर चाहिँ साथीहरू उनको साथीले उनलाई भन्छ कि आफूले आफूलाई सम्हाल भनेर, आफूले आफूलाई सम्हाल चिन्ता नगर भनेर चाहिँ रोइरहेको अवस्थामा भन्छ। बेसरी भक्कानिएका हुन्छन् उसका साथी भने। साथीहरू त्यतिखेर चाहिँ हामीलाई अर्को सिन देखाइन्छ कि उता गाउँबाट चाहिँ साथीहरू भूमिका र भूमिकाको बाबा भने सहरमा भूपेन्द्रलाई भेट्न भनेर आएका हुन्छन्। त्यतिखेर चाहिँ भूपेन्द्रको भएको कोठामा आएर चाहिँ भूमिका, भुवन र भुवनको बुबा हुन्छन्। त्यतिखेर चाहिँ भूमिकाले भन्छ कि भूमिकाका बुवाले भन्छन् कि साथीहरू यो भूपेन्द्रलाई कसले यस्तो गराएको होला, केही पत्तो लाग्यो त भन्दाखेरिमा चाहिँ भुवनलाई केही पत्तो लागेको छैन बुवा भनेर भन्दा चाहिँ भूमिका बिचमा प्याच बोल्छन् कि साथीहरू मलाई जहाँसम्म लाग्छ बुवा यो सब भुन्टी भाउजूकै कारणले गरेर भएको हो। बिहे गर्दाखेरि आफ्नो हैसियत मिल्ने केटीसँग आफ्नो हैसियत मिल्ने केटाकेटीसँग बिहे गर्दा पो हुन्छ, त्यो केटीले गर्दा त्यही केटीकै कारणले गर्दा यो सबै भएको हो भनेर चाहिँ भुवन र आफ्नो बुवाको अगाडि भन्दा चाहिँ भुवनले भन्छन् कि होइन भूमिका तँलाई केही आउँदैन, यति सोझी भाउजूलाई आरोप लगाउनु बाहेक तँलाई अर्को मुखबाट केही पनि आउँदैन, तँलाई राम्रो बोली बोल्न आउँदैन, के सिकाउनु भएको बुवा तपाईँले। मैले चाहिँ भाइ बहिनीलाई अस्ट्रेलिया गएर यत्रो पैसा गरेर मैले जो पाउनु दुःख पाइसकेँ, भाइ बहिनीले दुःख नपाउनु भनेर यत्रो मेहनत गरेर पैसा कमाएर यहाँ पठाउने, यिनीहरूको ताला भने यस्तो रहेछ, कसैको ताला यस्तो, कसैको ताला यस्तो। बुढी रिसाएर भने यस्तो सहयोग गरेको देख्दा मन छक्कै परेको हुन्छ र उसले छिट्टै पैसा फिर्ता गर्न भनेर आग्रह गरेछ बुवा। के तालु बुवा यिनीहरूको अहिलेका केटाकेटीहरू के भएका हुन् म त केही बुझ्नै नै सक्दैन छोरा, तर के गर्नु यो त झन् कान्छीभरि, यसलाई त माले पनि पुल्याउँछ, अब के भन्नु खै यसलाई त म त छक्कै छु भनेर भन्दा चाहिँ भूमिकाले आज बिचमा प्याच गरेर बोल्छन् कि बुवा तपाईँ चाहिँ यहाँ मेरो बिहेको कुरा गर्न आउनु भएको कि मेरो कुरा काट्न भनेर आउनु भएको भनेर भन्दा चाहिँ भुवन के अरे भूमिकाको बुवाले भन्छन् कि तँ धेरै नबोल त, जान्ने नहो त, यहाँबाट गइहाल त भनेर चाहिँ त्यहाँबाट पठाउँछन्। त्यतिखेर चाहिँ साथीहरू भन्छन् कि भुवन र साथीहरू भुवनका बुवाले चाहिँ त्यहाँ कुरा गर्छन् अनि चाहिँ भूमिकालाई बाहिर पठाएर फेरि हामीलाई अर्को सिन देखाइन्छ कि साथीहरू माथि छतमा चाहिँ साथीहरू भुन्टी टोलाएर बसिरहेकी हुन्छन्। त्यतिखेर चाहिँ श्रेया माथि छतमा गएर चाहिँ तिमी यहाँ कति टोलाउन सकेकी, यहाँ आफ्नो बुढोलाई सम्झेर अलिकति दिदीलाई सरसहयोग गर्नु पर्दैन, अलिकति कमन सेन्स भन्ने छैन तिमी माथि भनेर चाहिँ हात पक्रेर तलतिर आफ्नो सरसहयोग गर्न ल्याउन खोजिरहेकी थिइन्। त्यतिखेर चाहिँ भूमिका अनि साथीहरू भूपेन्द्र र भुवन भुवन अनि भुवनका बुवा त्यहाँ छतमा आएर देखिरहेका हुन्छन् र साथीहरू भुवनले भन्छन् कि तिमीलाई अलिकति पनि दया माया भन्ने हुँदैन श्रेया, बिचरा बुढोको कस्तो छ, कस्तो हालतमा छोडेको थियो उसले, के हालत छ, के भयो त उनलाई एकैछिन माथि बस्दा भनेर भन्दा चाहिँ किन जान्ने भागी यहाँ, म भने तर मरि यिनकै लागि काम गर्ने, यिनी भने यहाँ टोलाएर बस्ने, उहाँ रानी बनाएर राख्ने, अलिकति पनि लाग्छ नि यस्तो कपडा लगाएर राखेर
अलिकति लाज शरम पछि कि भनेर चाहिँ आफ्नो बुढालाई झन् उल्टै भन्छ। त्यतिखेर चाहिँ साथीहरू भूपेन्द्र र नगर बुहारी नगर उहाँ गाउँमा पनि धेरै दुःख पाएकी छ, धेरै हेप्नु पर्दैन बुहारी, ऊ सोझी केटी हो भनेको कुरा मानिहाल्छ। अहिले उसलाई दुःख परेको छ र मात्रै हो भनेर भन्दा चाहिँ बुवा तपाईँ पनि गाउँबाट आउनु नै नपर्ने, यस्तो कुरा गर्ने हुन्छ, तपाईँ पनि धेरै नबोल्नुहोस् भनेर भन्छन् आज उल्टै साथीहरू। त्यतिखेर चाहिँ साथीहरू भुवनका बुवाले चाहिँ भुन्टीलाई भन्छन् कि भुन्टी एकछिन तिमी तल आऊ त, तिमीसँग केही कुरा गर्नु छ भनेर चाहिँ भुन्टीलाई तल कोठामा राख्छन् र भन्छन् साथीहरू के कुरा हो बुवा भन्नुहोस् न त भनेर भुन्टीले भन्दा चाहिँ भुवनका बुवाले भन्छन् कि भुन्टी हेर तिमी माइत जाँदा चाहिँ तिम्रो दाईहरूले माइत डागेर लेख्दा चाहिँ म आफै तिमीलाई रोक्न खोजेको थिएँ, तर आज म आफै नै यही मुखले भन्छु कि बुहारी तिमी यो घरमा बस्नु ठिक छैन, तिमी यहाँबाट गइहाल भनेर भन्छन् साथीहरू। त्यतिखेर चाहिँ साथीहरू भुन्टी चाहिँ अचम्म पर्छिन् र भन्छन् हेर्नुहोस् बुवा उहाँलाई निको नहुन्जेलसम्म म कहीँ पनि जाने कुरा नगरोस्, उहाँलाई निको भएपछि म आफै जान्छु भनेर भन्दा चाहिँ यस्तो कुरा गर्नु हुँदैन भुन्टी, तिमीले जो पाउनु दुःख पाइसक्यौ, हुँदा हुँदा यो भूपेन्द्रले दुःख दिएको थियो र कतिसम्म दुःख दिएको थियो, तर हुँदा हुँदा तिमीले जेठानीबाट पनि नन्दाबाट पनि यस्तो दुःख दिएको कुरा तिमीलाई हेर्न सक्दिन। अब कति साह्रो जीवनको बाँचिन्जेलसम्म एकछिन त सुख शान्तिका साथ माइतमा गएर बस, आरामसित बस भनेर भन्छन् साथीहरू। तर उहाँको हेरचाह गर्न निको भएपछि मात्र जान्छु भनेर भन्दा चाहिँ साथीहरू उनले भन्छन् कि उहाँलाई हेरचाह गरेर त हामी भूपेन्द्रलाई हेरचाह गरेर त हामी छँदैछौँ नि, तिमी अहिले ढुक्क भएर जाँदा हुन्छ भनेर भन्दा चाहिँ साथीहरू भुन्टी चुप्प लागेर बसिरहेकी हुन्। त्यतिखेर भूमिकाले भन्छन् कि के चुप्प लागेर बसिए कि जाने खुरुखुरु आफ्नो बाटो लागेर भूपेन्द्र दाईलाई हामी कसरी स्याहार सुसार गर्नुपर्छ भन्ने कुरा हामी आफैले नै गरिहाल्छौँ, तर जाने खुरुखुरु भनेर चाहिँ उल्टै भूमिकालाई थर्काउँछिन् र के चुपचाप लागेकी हुन्छन्। तर भूमिकाले भुन्टीले फेरि भन्छन् कि बुवा यस्तो कुरा नगर्नुहोस्, म उहाँ निको भएपछि म जान्छु भनेर चाहिँ भन्छन्। त्यतिखेर चाहिँ भुन्टी नजाने जस्तो कुरा गरिसकेपछि चाहिँ भूपेन्द्रका बुवाले भन्छन् कि भूपेन्द्रलाई बिहे गर्नका लागि हामीले अन्त्यकेटी रेडी गराएका छौँ, तर तिमी अहिले गएनौ भने यहाँ जे पनि हुनसक्छ, त्यसैले तिमी अहिले गइहाल भनेर चाहिँ पठाउनका लागि जे पायो त्यही बोलेर भन्छन् साथीहरू। भुन्टी चाहिँ त्यतिखेर केही चुपचाप लागेर चाहिँ हात जोडेर चाहिँ आफ्नो ससुरालाई ढोक गरेर चाहिँ साथीहरू भूपेन्द्र बसेको कोठामा जान्छन् र भूपेन्द्रको दुईवटा खुट्टा ढोक्छिन् र प्रार्थना गर्छिन् साथीहरू भगवानलाई चाहिँ उहाँलाई छिट्टोभन्दा छिट्टो निको गराइदियोस्, भगवान पहिलेकै अवस्थामा फर्काइदियोस् भनेर भन्छन्। र साथीहरू त्यतिखेर चाहिँ आफ्नो पोको बोकेर चाहिँ बाहिर जाँदै गर्दा चाहिँ उता आफ्नो जेठानीले देखेर चाहिँ महारानी अहिले त जान्नै पर्ने अवस्थामा नि किन बरे पिलपिल गरिरहेको नि, खुरुखुरु गयो भइगयो नि भनेर चाहिँ त्यहाँबाट बाहिर गइरहेकी हुन्छन्। तर भुन्टी भने भक्कानेर रोइरहेर बाहिर गइरहेकी हुन्छन् साथीहरू। त्यतिखेर चाहिँ बाहिरको कोलियामा बसेर भूमिका र आफ्नो जेठानी कोलियामा बसेर मजासँग हेरिरहेकी हुन्छन् र हाँसिरहेकी हुन्छन् र जानुहोस् जानुहोस् भनेर चाहिँ बबाई भनेर आज उल्टा गिज्याएको जस्तो तरिकाले भनिरहेकी हुन्छन्। त्यतिखेर त्यतिकैमा साथीहरू भुन्टी सिरियललाई अन्त्य गरिएको हुन्छ। साथीहरू तपाईँहरूलाई के लाग्छ त अब भुन्टी त्यसरी रोएको आँसुले पल पल हुनेछन् भूपेन्द्रको त साथीहरू होस आएपछि त भुन्टीलाई ल्याएन पनि जाने नै छन् साथीहरू। भुन्टीलाई दिनुभन्दा पहिले चाहिँ भुन्टी अर्कैसँग पोइर गएकै दृश्य हामी देख्न पनि सक्ने पनि छौँ साथीहरू अब आउने एपिसोडमा। किनभने साथीहरू भूपेन्द्रले जुन दुःख भुन्टीलाई दिएको थियो त्यो पाप त साथीहरू भूपेन्द्रले अहिले बोकिरहेका छन्। त्यसको पाप भने साथीहरू बालकुमारी भूमिका र जेठानीले पनि भोग्नुपर्ने अवस्था आउन सक्छ अब आउने सिरियलमा। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ त भुन्टी सिरियल? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि कमेन्ट गर्नका लागि तल कमेन्ट बक्समा खाली रहेको छ, कमेन्ट गरेर जानु होला है त साथीहरू। अब मिलाउन फेरि यस्तै नयाँ रिभ्यू भिडियोमा, त्यति बेलासम्मको लागि बाइ बाइ गाइज।